मेरो बाबाले कति राम्रो पोज दिएको। घरमा कोकोहरूले पनि हेर्दो हो नि त, अनि यो भिडियो बनाएर हालिदिएपछि त नाति कस्तो भयो भनेर कोकोहरूले हेर्दो हो, बाजे बजूले हेर्दो हो गाउँमा। बाजेले मोबाइलमा पुरै इन्टरनेट चलाउन पायो भने नातिको खोजी खोजी हेरिहाल्छन् नि। तेल लगाएर छोरो सेक्ने कार्यक्रम सकियो। छोरो पुरै सेक्न पायो भने लुगा खोलेर फालिदियो भने कम्ता खुसी हुँदैन केटो। ओइ सानो के हेरेको त्यो रातो भने कस्तो राम्रो पोज दिएको सानोले। आमा कति राम्रो पोज दिएको। ल के देखेर हेरेको हो? को गर हेर, नरिवलको तेलले छ्याप्प यसरी सेकेपछि बलियो हुन्छ केटो। नाकमा चाहिँ सिगाना अडेछ, त्यो झिक्देऊ न, त्यसले राति सुत्न गाह्रो हुन्छ। ल पल्टिन सिक्दैछ केटो। यसरी चाहिँ मेमोरी सेभ गरेर राखिदिनु पर्यो भनेर भिडियो बनाउँदैछ हमको हैन। ओ सानो क्या हो? ल हेर सानो मान्छे। हेलो ओ सानो मान्छे, के छ हो खबर? मुसुक्क हाँसिदिएको, मुचुक्क हाँसिदिएको फेरि। लु आमा लौ 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 फर्किनलाई खुब कोसिस गर्दैछ कि कुन दिनदेखि पुटुक्क पल्टिन थाल्छ। है सानो, यो हात चाहिँ कति मुखमा हाल्छ के? कुचु 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 कुचु। आमाई सरी सरी, नाकमा बुवा सिगानको थाप्रा अल्झ्यो। लुगा लगाएपछि कस्तो देखिन्छ र चाहिँ हेर्नुपर्छ ह्यान्डसम केटालाई। के हो पुटु, के हो? आमा चाहिँ फेरि भोटो पहिला लगाइदिएर अनि लगाइदिनु पर्छ नि, के गरेको होला। सुरुवाल चाहिँ पहिला लगाइदिन्छ, भोटो यसै त सानो भइसक्यो। त्यो हात चाहिँ कति चुस्छ। मेरो हातमा बाँधेर राख्छु है केटा, विचार गर्ने फेरि। आमै नि त मेरो बाबा। लो ह्यान्डसम बोलु तेल लगाएर केटो। 5 महिना अब माघ 21 गते 5 महिना पुग्छ केटा। भदौ 21 गते जन्मिएको पपुलले डल्ले 4 महिनामा यत्रो मान्छे जन्मिँदाखेरि यत्रो थियो। जिस्काइदिनु मन लाग्छ। औ जाऊ जाऊ। अबुई अबुई लु लु लु, नाना लगायो छोरोले। ल नाना लगाएपछि त अर्कै देखिन्छ नि केटो त फेरि। ल हेर
निद्रा लाग्यो छोरो निद्रा लाग्यो अब टाउको सेक्न मानेको छैनस् नि त आज पक्न तेरो अहिले टाउको सेक्न भन्छ फिटिकै नमान्ने भन्छ अचम्म लाग्दो केटो अचम्म लाग्दो केटो ए अचम्म लाग्दो केटो मान्छे तातो धेरै भयो होला हौ हिटरमा यो उतापट्टि इयर हिटर लगाएको छ तातो यतापट्टि यो हिटर लगाएपछि छोरो त ह्यान्डसम देखियो सानो मान्छे ह्यान्डसम देखियो अब ल ल ल हेर यसको बिर्को त्यहाँ रहेछ त त्यो अर्को खालको नरिवलको तेल थियो त्यो तोरीको तेलले नसेक्नु अरे कोइलामा नसेक्नु अरे आगोमा नसेक्नु अरे हिटर बालेर सेक्नु अरे अहिलेका डक्टरहरूले भनेको कुरो मान्नै पर्यो होइन त सानो हो कि होइन हो कि होइन अबुई 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 क्या हो मलाई देखेकै छैन के लाइट बलेर बाबालाई निन्द्रा लागिसक्यो छोरोको सुत्ने सुरसार देख्दिनँ म नसुत्ने आज ह्यान्डसम ह्यान्डसम कान्छाको सिम्पल पर्ने गाला ल ल ल मुख छोपेर फेरि मुख छोपी त गयो यसरी खिचिदिउँ भनेको खै फोटो खिचौँ ल एउटा सानो ल बेबी क्युट बेबी ह्यान्डसम बेबी ल जुम गरेर खिचौँ एउटा अलिकति ल सानो हँसाउ त अलिकति एकछिन हाँस आमाले भनेर हाँस्ने कि नहाँस्ने लु फेरि रोइदेऊ त लु एकचोटि कसरी रुने उठाइदेऊ नि त्यसलाई यसो उठाएर खिचौँ त एउटा अलिकति फोटो यता हेर्नुहोस् ल सानो यता हेरिदिनुहोस् ल आमा आमा कति ह्यान्डसम मान्छे हो अब रियाल निकालेर फेरि त्यो थुक्किन निकालेको यसरी टुसुक्क बस्ने पो भन्छ के केटा हो त टुसुक्क बसेर चाहिँ उसलाई खुब रमाइलो लाग्छ अहिलेदेखि औ मान्छे के हो के हो के हो अबुई 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 पोज दिएको अबुई अबुई अमुई झऱ्यो मोबाइल झन्डै अबुई 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 कस्तो राम्रो पोज दिएको सानोले आमा
कति राम्रो पोज दिएको अब ल फेरि रोइदेऊ त लु एकचोटि कसरी हो रुने उठाइदेऊ नि त्यसलाई यसो उठाएर खिचौँ त एउटा अलिकति फोटो यता हेर्नुहोस् ल सानो यता हेरिदिनुहोस् ल आमा आमा कति ह्यान्डसम मान्छे हो अब रियाल निकालेर फेरि त्यो थुक्किन निकालेको यसरी टुसुक्क बस्ने पो भन्छ कि केटा हो त टुसुक्क बसेर चाहिँ उसलाई खुब रमाइलो लाग्छ अहिलेदेखि औ मान्छे के हो के हो के हो अबुई 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 पोज दिएको अबुई अबुई अमुई झऱ्यो मोबाइल झन्डै अबुई 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 कस्तो राम्रो पोज दिएको सानोले आमा कति राम्रो पोज दिएको अबुई ल क्यामेरा देखेपछि त रुनु भएन नि केटा